सम्पूर्ण साथीहरूलाई स्वागत गर्न चाहन्छु। म चाहिँ यति बेला गाउँको मौला निर्माण गरिसकेपछि मौलामा यहाँ यस्तो बनाइएको छ है। मौला चाहिँ म लास्टमा देखाउँछु, पहिला तपाईँहरूलाई गाउँ देखाउँछु। गाउँ कहाँ? गाउँ चाहिँ यो हुसेकोट गाउँपालिका वार्ड नम्बर 2 मोहन डाँडा गाउँ। यो मौलाबाट गाउँको घरहरू सबै घरहरू देख्न सक्नुहुन्छ यहाँबाट है। पारी होइन, यो पारीतिरको घरहरू पनि देख्न सक्नुहुन्छ र यहीँबाट चाहिँ तपाईँहरूलाई त्यता मौला यसरी यो टिनले छाएको छ, राम्रो टिन। यस्तो मजाले भित्ता पुरा प्लस्टर भएको छ, चडक्क फिनिसिङ भएको छ। यो यतापट्टि साइडबाट र चाहिँ यहाँ अगाडि यो पूजा गर्ने ठाउँ, मौला राख्ने ठाउँ, यी चारैतिरबाट यस्तो यो फराकिलो छ। यहाँबाट सिँढी छ, अनि सिँढीबाट चाहिँ ट्याक्क यहाँ यो मौलाको ढोकामा आउन सकिन्छ यसरी है त। ल हेर्नुहोस् यो डाँडा गाउँ र यो मौलाको यो ढोका यहाँ छ होइन। यो ढोकाबाट ठ्याक्कै यताबाट पनि गाउँ चाहिँ पुरै देख्न सक्नुहुन्छ है। यस्तो मजाले सर र गाउँका सबै घरहरू तिनले छाएको होइन, देख्न सक्नुहुन्छ। ल सबैलाई धन्यवाद है। सम्पूर्ण साथीहरूलाई स्वागत गर्न चाहन्छु। म चाहिँ यति बेला गाउँको मौला निर्माण गरिसकेपछि मौलामा यहाँ यस्तो बनाइएको छ है। मौला चाहिँ म लास्टमा देखाउँछु, पहिला तपाईँहरूलाई गाउँ देखाउँछु। गाउँ कहाँ? गाउँ चाहिँ यो हुसेकोट गाउँपालिका वार्ड नम्बर 2 मोहन डाँडा गाउँ। यो मौलाबाट गाउँको घरहरू सबै घरहरू देख्न सक्नुहुन्छ यहाँबाट है। म तपाईँहरूलाई गाउँ यसरी घुमाउँछु। यो वारी पारी होइन, यो पारीतिरको घरहरू पनि देख्न सक्नुहुन्छ र यहीँबाट चाहिँ तपाईँहरूलाई यहाँ तल है हाम्रो मामाहरूको घर र त्यता हाम्रो पुना भाइको घर, त्यो बाँसको चोकतिर होइन। अनि यता यहाँबाट